यसरी थिच्दाखेरि यो अटोमेटिक खोलिरहेछ। अब नमस्ते, स्वागत छ आजको हाम्रो एकदमै अर्को नयाँ भिडियोमा। आज हामी चर्चा गर्न जाँदैछौँ एकदमै नयाँ खालको एकदमै दामी डिल्डो भाइब्रेटर है। बाहिरबाट चाहिँ अब के हो जस्तो भएको होला, म भित्र खोलेर देखाइदिन्छु है। म अनबक्सिङ गर्न जाँदैछु एकदमै दामी एकदमै क्वालिटी युक्त एकदमै खतरा डिल्डो भाइब्रेटर है। अटोमेटिक डिल्डो हो यो, रिमोटबाट चल्ने। म यो अनबक्सिङ गर्दैछु है त। तपाईले हेर्न सक्नुहुन्छ अनबक्सिङ गर्दाखेरि यसको लुक, डिजाइन, स्ट्रक्चर, टेक्सचरहरू है एकदमै खतरा दामी देखिएको छ है। एकदमै रियल जस्तो देखिएको छ है। तपाईको टचमा पनि एकदमै राम्रो छ यो, हेर्नुस् है, सफ्ट छ यो, एकदमै राम्रो मज्जाको। तपाईले यो हेर्न सक्नुहुन्छ एकदमै रियल टाइपको। यो टचमा पनि एकदमै है एकदमै दामी छ यो, हेर्नुस् त। यो सिलिकनबाट बनेको, यो एक्सटेन्ड हुने टाइपको हो, अप डाउन हुने टाइपको हो है। योसँग तपाईले रिमोट र चार्जर पनि पाउनुहुन्छ है। यो रिमोट चाहिँ तपाईको यो अटोमेटिक चलाउनको लागि भयो। यो चार्जर है तपाईले यो यतातिर चार्जिङ रहेको छ है। तपाईको यो म चार्जर पनि देखाइदिन्छु अहिले चार्ज कसरी गर्ने भनेर। तपाईले हेर्न सक्नुहुन्छ यो यसको रिमोटबाट चाहिँ पुरै कन्ट्रोल गर्न सकिन्छ है। यसको चार्जर चाहिँ तपाईको एकदमै अरु चार्जर भन्दा एकदमै राम्रो खाले रहेको छ। तपाईको यो म्याग्नेटिक टाइपको छ है। तपाईले यो हेर्न सक्नुहुन्छ है, यहाँ दुईटा डट जस्तो, यहाँ दुईटा डट जस्तो छ हैन। तपाईले यो हेर्न सक्नुहुन्छ। यो यसलाई चाहिँ यसरी नजिक मात्र लग्दाखेरि हेर्नुस् त यो आफै चिप्किन्छ है। यो आफै चिप्किँदाखेरि चाहिँ यो तपाईले यो सजिलो भयो। यो यसरी गर्दाखेरि यो म्याग्नेटिक हो, यो आफै चिप्किन्छ है। तपाईले यो एडाप्टरमा कनेक्ट गरेर चाहिँ तपाईले यो चार्ज गर्न सक्नुहुन्छ है। यो त भयो अब चार्ज गर्ने तरिका। त्यसैगरी अब म तपाईले यो चलाएर पनि देखाइदिन्छु है। यो फर्स्टमा चाहिँ अन गर्नु पर्यो। यो अन गर्नको लागि चाहिँ यसको पावर बटन यता हुन्छ है। यहाँ हेर्न सक्नुहुन्छ तपाईले है। यहाँनिर यो चार्ज बटन चाहिँ तपाईले थिचिराख्नुपर्छ यो पावर बटन अन गर्नको लागि है। मैले यो थिचिराखेँ एकछिनको लागि चाहिँ। यो पावर बटन अन भइसकेपछि चाहिँ यहाँनिर झिपिक झिपिक यहाँ लाइट बल्छ है। यो पावर बटन अन भइसकेपछि चाहिँ तपाईले यो हामीले रिमोटबाट चाहिँ चलाउन सक्छौँ है। यो पावर बटन थिच्दाखेरि हेर्नुस् त यसको मोड पनि एकदमै थरीको छ है। यो तरिकाको मोड चाहिँ चेन्ज हुन्छ है। म यो थिच्दाखेरि यो हेर्नुस् त अहिले एकदमै छुट्टै मोड आएको छ। यो डिफ्रेन्ट मोड हो फेरि। अब फेरि थिच्दाखेरि यो फेरि एकदमै डिफ्रेन्ट। तपाईले यो हेर्न सक्नुहुन्छ। यसमा भाइब्रेसन पनि रहेको छ है। यो भाइब्रेसनवाला चाहिँ माथिको यो बटन हेर्दाखेरि चाहिँ तपाईले हेर्न सक्नुहुन्छ है। यो माथिको बटन थिच्दाखेरि चाहिँ यसमा भाइब्रेसन पनि अन हुन्छ है। म भाइब्रेसन पनि अन गरिदिन्छु। यो भाइब्रेसन र अप एन्ड डाउन डबल मजा लिन सकिन्छ यसबाट चाहिँ है। तपाईले यो हेर्न सक्नुहुन्छ एकदमै मजाको रहेको छ यो। त्यसैगरी यसमा हिटिङ पनि रहेको छ है। तपाईले यसमा चाहिँ हेर्न सक्नुहुन्छ यो सबभन्दा तलको यो बटनले गर्दाखेरि चाहिँ तपाईलाई हिट पनि हुन्छ है। यो हिटिङ पनि अन हुन्छ। यो बिस्तारै बिस्तारै चाहिँ न्यानो हुन्छ है। महिलालाई यो भित्र इन्सर्ट गरेको बेला चाहिँ एकदमै न्यानो, एकदमै नेचुरल टाइपको न्यानो हुन्छ, जसले गर्दाखेरि चाहिँ यो एकदमै अझ बढी आनन्द आओस्, एकदमै बढी फिल होस् भन्ने तरिकाले चाहिँ यो आनन्द आउँछ है। तपाईले यो हेर्न सक्नुहुन्छ एकदमै मजाको छ। प्लस यसको अर्को विशेषता चाहिँ यो तपाईले कुनै पनि स्मुथ सर्फेसमा चाहिँ यसरी चिप्काउन सक्नुहुन्छ है। यसरी चिप्काएर चाहिँ तपाईले वालमा अथवा कुनै टेबलमा अथवा कुनै पनि स्मुथ सर्फेसमा, दराजमा है
तपाईँले चिप्काएर चाहिँ यो युज गर्न सक्नुहुन्छ है। म एउटा यहाँनिर चिप्काएर पनि देखाइदिन्छु है। यसरी थिच्दाखेरि यो अटोमेटिक खोलिरहेछ। अब तपाईँले प्रोडक्ट हेर्नुभयो है, एकदमै मजाको प्रोडक्ट छ। तपाईँलाई यो अर्डर गर्न मन लागिसकेको छ भने तपाईँले स्क्रिनमा दिएको नम्बरमा व्हाट्सएप, डाइरेक्ट कल अथवा भाइबर गरेर तपाईँले अर्डर गर्न सक्नुहुन्छ है। नेपालभरि सेफ र सेक्योर डेलिभरीको सुविधा छ है। त्यसै गरी अब हामी यो प्रयोग गर्दाखेरि थोरै हामीले सेफ्टी अपनाउनु पर्ने कुरा पनि सुनिहालौँ है। हामीले सेफ्टी अपनाउनु पर्ने कुरा के छ त है? त्यस्तो डराउनु पर्ने कुरा केही पनि छैन है। एकदमै त्यस्तो के होला या त्यस्तो के एकदमै डर लाग्नुपर्ने जस्तो कुरा केही पनि छैन। तर थोरै चाहिँ जस्तै अब तपाईँले यो प्रयोग गर्दाखेरि कसरी प्रयोग गर्दाखेरि तपाईँले बेस्ट हुन्छ त है, अथवा एकदमै मजा कसरी लिन सक्नुहुन्छ, धेरैभन्दा धेरै मजा कसरी लिन सक्नुहुन्छ भन्ने कुरा चाहिँ तपाईँले थोरै ख्याल राख्नुपर्छ है। अब यो ख्याल राख्नुपर्ने कुरा के हो त? तपाईँले यो टोय युज गर्दाखेरि चाहिँ तपाईँले यो जहिले पनि चाहिँ लुब्रिकेन्ट प्रयोग गर्नुपर्ने हुन्छ है। यो लुब्रिकेन्ट प्रयोग किन गर्नुपर्छ त? अथवा यो लुब्रिकेन्ट भनेको के हो त? यो लुब्रिकेन्ट चाहिँ तपाईँले चिप्लोपनाको लागि युज गर्ने हो है। तपाईँले यो हेर्न सक्नुहुन्छ, यो पर्सनल लुब्रिकेन्ट लेखेको छ, पिच फ्लेभर लेखेको छ होइन। त्यसै गरी यो अरू फ्लेभरमा नि आउँछ है। यो अरू फ्लेभरमा जस्तै यो स्ट्रबेरी फ्लेभर रहेको छ है। अब यो तपाईँले चिप्लोपनाको लागि युज गर्ने हो है। चिप्लोपना किन चाहियो त? तपाईँले यो टोय युज गर्दाखेरि अलिकति यो खस्रो जस्तो अथवा यो हार्ड जस्तो फिल हुन सक्ला, किनभने यो त सिलिकनबाट बनेको हो। यसमा त कुनै पनि तरल पदार्थ हुँदैन है। यो त यसमा त फिलिङ हुँदैन। यसमा कुनै पनि फिलिङ नभएको कारणले गर्दाखेरि यसले चाहिँ अब नेचुरल्ली चाहिँ कुनै पनि फ्लुइड निकाल्दैन होइन। त्यही कारणले गर्दाखेरि चाहिँ हामीले बाहिरबाट चाहिँ यो लुब्रिकेन्ट युज गर्नुपर्ने हुन्छ है। सो द्याट हामीलाई यो युज गर्दाखेरि चाहिँ गाह्रो नहोस्, यो भित्र इन्सर्ट गर्दाखेरि चाहिँ यो मजाले भित्र इन्सर्ट होस्, भित्र मजाले चाहिँ छिरोस् है, र एकदमै बढीभन्दा बढी आनन्द आओस् भन्ने तरिकाले चाहिँ हामीले यो लुब्रिकेन्ट युज गर्नुपर्छ है। यो वाटर बेस्ड लुब्रिकेन्ट हो है। पानीले पखाल्दाखेरि मजाले जान्छ, चिपचिप पनि हुँदैन होइन। यो ओइल जस्तो हुँदैन है। त्यही भएर यो मजाले युज गर्न सक्नुहुन्छ। त्यसैले यो एकदमै सेफ पनि हुन्छ, नेचुरल हो है। कुनै पनि यो अब के मिक्स गरेको होला यताउता होला भन्ने कुरा केही पनि हुँदैन। नेचुरल हो, एकदमै सेफ हो र एकदमै झन्झट रहित टाइपको लुब्रिकेन्ट हो। त्यसैले यो तपाईँले मजाले युज गर्न सक्नुहुन्छ है। त्यसै गरी तपाईँले अर्को ध्यान दिनुपर्ने कुरा चाहिँ है, यो तपाईँले यो टोय छ नि अथवा कुनै पनि टोय तपाईँले प्रयोग गर्नुभन्दा पहिला र प्रयोग गरिसकेपछि चाहिँ तपाईँले जहिले पनि यो टोय पखाल्नुपर्ने हुन्छ है। कुनै पनि इन्फेक्सन लाग्न नसकोस् भन्ने तरिकाले चाहिँ तपाईँले यो जहिले पनि तपाईँले बिफोर र आफ्टर युज चाहिँ वास गर्नुपर्ने हुन्छ है त। अब हामीले यो सेफ्टी मेजरहरू पनि हेरिसक्यौँ होइन। तपाईँलाई यो अर्डर गर्नुको लागि फेरि पनि स्क्रिनमा दिएको नम्बरमा चाहिँ हामीलाई व्हाट्सएप, डाइरेक्ट मेसेज अथवा भाइबर गर्न सक्नुहुन्छ है। त्यसै गरी तपाईँलाई यो होलसेलमा चाहिएको छ अथवा तपाईँले रिसेल गर्ने मन छ भनेपछि यो तपाईँले हामीलाई मजाले कन्ट्याक्ट गर्न सक्नुहुन्छ है। होलसेलको लागि पनि तपाईँलाई स्क्रिनमा दिएको नम्बरमा चाहिँ है तपाईँले हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। अब हामी भिडियोको अन्तमा आइसकेको छौँ है। यो टोय कस्तो लाग्यो है, तपाईँलाई यसको बारेमा केही सोध्नुपर्ने छ अथवा यसको बारेमा केही भन्नुपर्ने छ या बुझ्नुपर्ने छ भनेपछि कमेन्ट मार्फत पनि हामीलाई जिज्ञासा पोख्न सक्नुहुन्छ है। हामीलाई आफ्नो जिज्ञासा सोध्न सक्नुहुन्छ। कमेन्ट मार्फत तपाईँले मजाले हामीलाई सोध्न सक्नुहुन्छ है। यदि तपाईँलाई यो भिडियो अथवा हामीले दिएको जानकारी राम्रो लाग्छ भने प्लिज लाइक र सब्सक्राइब पनि गरिदिनु होला है। हस् त आजको लागि यति नै। तपाईँको समय शुभ रहोस्। धन्यवाद।